हेलो गाइस, वेलकम बैक टु माई च्यानल। आज चाहिँ म दादा दिदीहरूसँग माथि घुम्न जाँदैछु। अन्त त्यही हो, युजर मेकअप गर्दैछु म। हेर्नुहोस्, मेकअपमा चाहिँ म अरू केही प्रोडक्टहरू युज गर्दिनँ, जस्ट सनस्क्रिन हो। सनस्क्रिन युज गर्छु। अनि भर्खर ड्युटीबाट आएर नुहाइ-धुवाइ गरेर फेरि जान आँटेको नि त। अन्त तपाईहरुलाई पनि देखाउनु पर्यो भनेर चाहिँ आएको नि। अलिकति हल्ला छ, अलिकति इग्नोर गरिदिनु होला। यो हल्लालाई चाहिँ उतापट्टि घर बनाउनु हुँदैछ नि त, त्यही भएर हल्ला भइरहेछ। अब अरू त के लाउनु, म त्यस्तो बेसी मेकअपहरू पनि गर्दिनँ नि त, त्यही भएर आउँदैन पनि मेकअप गर्नु हो। आइलाइनर छ तर लाउनै आउँदैन हो, आइलाइनर भएर के गर्नु। सेट आइलाइनर चाहिँ लगाउनु आउँदैन र भए पनि लगाइदिउँ भनेर नि। छोएन त। वेट ल, आइनामा गरिकन आउँछु, अन्त तपाईँलाई देखाउँछु ल। डेन्टरान हेर्नुहोस्, लाउनु आउँदैन मलाई, त्यही भएर यस्तै हो, पारा लगाएको। हामी चाहिँ घरबाट निस्केको हो, दादा, म, भाइ, बहिनी। दादाहरू चाहिँ यहाँ हुनुहुन्छ, म चाहिँ यहाँ छु, नाना यहाँ छ। यहाँबाट माथि निक्लिन्छ हो, अन्त हिँड्छ नि। तपाईहरुलाई देखाउँछु ल माथि गएर। यहाँ चाहिँ के रहेछ, यहाँनिर चाहिँ मन्दिर बनाएको रहेछ, न्यू। अन्त हेर्नुहोस् है, देखाउँछु तपाईँलाई। तपाईँहरू पनि घुम्न आउनुहुन्छ ए। यहाँनिर दामी दामी फुलहरू झर्थ्यो, आज छैन रहेछ, सबै सकेछ। यहाँ चाहिँ दोकान, यस्तो यस्तोमा दोकान बनायो भने दामी चल्छ नि है। ए भिडियो गर्नु बिर्सेछु म त, अहिले एकछिन आउँदाखेरि पर्छु। हामी चाहिँ हाम्रो डेस्टिनेसनमा आइपुग्यो हो। अन्त हामी चाहिँ यहाँनिर आएको नि त। आई लभ मामरिङ हो। अन्त यहाँ छ मामरिङ, सबै देख्छ नि त यहाँनिर चाहिँ। अन्त उयो माइक्रो ल्याब, अन्त माइनिङ ग्राउन्डहरू पनि देख्छ, उपर क्रिकेट ग्राउन्डहरू नयाँ। अस्ति हामी घुम्नु गएको थिएँ नि, मैले ब्लग हालेको थिएँ नि, त्यो चाहिँ यहाँ तल रहेछ। अन्त उता आई लभ सिक्किम, ए वेलकम टु सिक्किम पनि लेख्दैछ उपर। अलिक दामी बनाएपछि म तपाईँहरूलाई झन् देखाउँछु हो। अन्त त्यस्तो छ हो, परतिर सिप्ला कम्पनीहरू देख्नु हुँदै होला तपाईँहरूले। यतानिर यता छ।
त्यहाँनिर तपाईँहरू पनि घुम्न आउँदा हुन्छ कस्तो लाग्यो साथीहरू कमेन्टमा भन्नुहोस् ल तपाईँहरूलाई पनि राम्रो लाग्यो भने घुम्न आउनुहोस् हो अन्त यति नै हो अब घर गएर एन्ड गर्छु ल मेरो ब्लगलाई चाहिँ हेर्दै गर्नुहोस् हामी चाहिँ फर्किँदै गरेको हो गाइस अन्त हामी चाहिँ यहाँ बाटोमा छ हो दादाहरू चाहिँ अगाडि हिँड्नुहुँदैछ म चाहिँ पछाडि हिँड्दैछु किनभने म भ्लग बनाउँदैछु नि त अन्त त्यही हो म टाइममा भ्लग बनाउनु पाउँदिनँ टाइममा हाल्दिनँ होइन अन्त आज हालेको अब आज बनाएको म भोलितिर हाल्छु होइन त्यस्तो हुन्छ अन्त त्यही भएर चाहिँ म फेरि थाकि पनि राखेको हुन्छु ड्युटीले गर्दा त्यही भएर चाहिँ म बेसी भ्लगहरू पनि अब बनाउनु त बनाउनु कहाँ जानु बनाउनु पनि होइन अन्त त्यही हुन्छ अन्त आज त्यसो टाइम निकालेर चाहिँ यहाँ माथि हाम्रो घुम्दै हो अन्त मान्छेले पनि मलाई अब फोन क्यामेरा खोलेको हेरिरहेको हुन्छ नि त यस्तो सरम लाग्छ हो अब अनकम्फर्टेबल फिल हुन्छ हो र भए पनि बनाइरहेको छु अहिले अलिक पानी हुँदैछ मलाई अन्त यस्तै हो म कोही बेला अब म बोल्नै जान्दिनँ होला हो कतिवटा कुरामा अन्त त्यो पनि एडिट गरेर कट गरेर हाल्नुपर्छ नि त कोही बेला केही बोलिरहेको हुन्छु हो हत्तोपत्तो हुँदैन हो अब बल्ल बल्ल बनाउनु जान्दैछु अब अहिले चाहिँ होइन फर्स्टमा एडिट गर्नु आउँदैन त्यही प्रेसर हुन्छ हो अन्त अहिले चाहिँ एडिटहरू पनि अलिक आउँदैछ गर्नु अन्त अब अलिअलि गर्दै सिक्दैछु म पनि भ्लगहरू बनाउनु तपाईँहरूले मलाई यसरी नै हेरिदिनु होला मेरो भिडियोलाई लाइक सेयर कमेन्ट सब्सक्राइब गरिदिनु होला अन्त तपाईँहरूले साथीहरूमाथि पनि अलिक सेयर गरिदिनु होला मेरो भिडियोहरूलाई हो अन्त अब चाहिँ हामी घर पुगेको चाहिँ देखाउँदिनँ ल म यहीँनिर भिडियो एन्ड गरिदिन्छु आजको सो थ्याङ्क यू तपाईँहरूले मेरो भिडियोलाई वाच गरिदिनु भएकोमा नरिसाइकन मेरो बोली यस्तै हो मेरो भिडियोलाई वाच गरिदिनु होला अन्त कोही बेला अब हुन्छ नि बोल्नै नजाने भए पनि तपाईँहरूले अब कस्तो यसको भ्लग त कस्तो अल्छी लाग्दो रहेछ भनेर चाहिँ नहेरिदिनु होला यस्तो इन्ट्रेस्ट लगाएर हेरिदिनु होला हेर्नु न हेर्दैछ गाडीको मान्छेले अन्त अब यस्तो सरम लाग्छ हुन्छ अब यतिमा एन्ड गर्छु ल म भिडियो बाई बाई